नमस्कार अनि स्वागत छ मेरो युट्युब च्यानलमा। साथीहरू, आजको भिडियोमा हामी बनाउन गइरहेका छौं होममेड कफी फिट्ने मेसिन, जसको लागि हामीलाई आवश्यक पर्छ साथीहरू एउटा डीसी मोटर। यो सजिलै हामीले हाम्रो घरमा उपलब्ध गर्न सक्छौं। बजारमा किन्दा 16 रुपैयाँमा पनि पाउँछौं यसलाई। त्यसपछि हामीलाई चाहिन्छ एउटा डटपेनको रिफिल, जुन सजिलै हामीले आफ्नो घरमा पाउने गर्छौं। त्यसपछि हामीलाई चाहिन्छ साथीहरू एउटा केबल जुन चुडिएको छ, यो हामीले प्रयोग गर्छौं। त्यसपछि हामीलाई चाहिन्छ साथीहरू यस्तो खालको पीवीसी पाइप। मसँग यो भएको कारणले मैले यो प्रयोग गर्ने भए। त्यसपछि चाहिन्छ साथीहरू हामीलाई यस्तो ब्याम्बूको, मैले चाहिँ यो पहिले नै बनाएर राखेको छु, यसमा पुवाल पार्नु होला। यस्तो खालको हामीलाई आवश्यक पर्छ। ढिलो नगरिकन अब हामी भिडियो सुरु गरौँ है साथीहरू, जसको लागि मैले डीसी मोटर लगेँ। त्यसपछि हामीले यसरी केबललाई काटेर रातो र कालो तार निकाल्छौं। अब हामी यसलाई जोड्छौं। यसरी हामीले जोड्यौं साथीहरू। अब एउटा जोडिसकेँ, अब अर्को जोड्न मैले सुरु गरिसकेको छु। अब यसरी जोडिसकेपछि अब हामीले यसलाई राम्रोसँग त्यो पीवीसी पाइपमा जोड्नुपर्ने हुन्छ, राख्नुपर्ने हुन्छ। मसँग चाहिँ यस्तो खालको भएको कारणले गर्दा मैले यसलाई यसैमा राख्छु। यसलाई जोडेर म यसलाई यसरी ढक्कन लगाइदिएँ। तपाईले पीवीसी पाइपमा राम्रोसँग मिलाएर राख्नु होला। त्यसपछि यस्तो गरिसकेपछि अब हामीले यसलाई बन्द गर्छौं साथीहरू। मैले यसको लागि कालो टेपको प्रयोग गरेँ। यसरी एक राउन्ड टेपले, हामीले कालो टेपले यसरी यसलाई बेन्ड गर्ने गर्छौं। राम्रोसँग गर्नु होला। त्यसपछि हामी अर्को छेउमा पनि यसरी नै टेपले मिलाउँछौं। हेर्नुहोस् त, यो यस्तो देखियो। अब यसपछि हामी यसमा रिफिल प्रयोग गर्छौं। यसको लागि मैले पहिले नै यस्तो बनाएर राखिसकेको छु। तपाईहरुले चाहिँ ब्याम्बूलाई काटेर अथवा प्लास्टिकलाई काटेर यस्तो आकार बनाउनु होला। साथमा पुवाल पार्नु होला। यसलाई मैले अब काट्न गइरहेको छु। यसको लागि मैले कैंची प्रयोग गरेँ साथीहरू। अब यसमा सुपर ग्लू चाहिन्छ साथीहरू, यसमा राख्नुपर्ने हुन्छ हामीले। मसँग चाहिँ सुपर ग्लू छ, त्यस कारणले मैले यसमा सुपर ग्लू प्रयोग गरेँ। यसलाई हामीले यसरी एट्याच गर्छौं साथीहरू। यसरी यसलाई हामीले जाम गर्ने गर्छौं। एकछिन केही बेर सुक्न दिउँ साथीहरू यसलाई। एकछिन फस्यो त्यो। अनि अब यस्तो बनाएर मैले रेडी गरेँ। हेर्नुहोस् त साथीहरू, यसपछि हामीले यसलाई जोड्ने प्रयास गर्छौं। त्यसको लागि हामीले यसलाई यसरी जोइन गर्छौं। हजुरहरूले पनि यसरी नै जोइन गर्नु होला।